पढाइका लागि भन्दै दुबईमा विद्यार्थी लगेर निकृष्ट काम लगाएको र मानव तस्करी गरेको आरोप खेपेको काठमाडौँको ब्रिटिश कलेजले आफ्नै विद्यार्थीलाई बाउन्सर लगाएर कुट्न थालेको छ, त्यो पनि टोयलेट जाँदै गरेको समयमा। कुरा गत शुक्रबारको हो, जहाँ हामी रिपोर्टिङका लागि पुग्दा केही विद्यार्थीहरू पनि अभिभावक सहित कलेजमा पुगेका थिए। उनीहरू कलेजले आफूहरूको भविष्यमाथि खेलबाड गरेको र दुबईमा लगेर अलपत्र पारेको विषयमा कुरा गर्न पुगेका रहेछन्। कलेज प्रशासनले उनीहरूको कुरा शून्य त परेको कुरा कलेज भित्र प्रवेश गर्न समेत निषेध गर्यो। त्यही बीचमा विद्यार्थी प्रियङ्का नेपाल र सजिना खड्का भित्र रहेको टोयलेट जाँदै थिए, तर उनीहरूलाई टोयलेट समेत पुग्न नभ्याउँदै बाउन्सर जस्ता गार्डहरूले तत्कालै घिसार्दै बाहिर निकाले, ताकि उनीहरू कलेजको आइडी कार्ड देखाएर भित्र गएका थिए। गार्डहरूले हात पात्दै गरेपछि आक्रोशित बनेका उनीहरूले कलेज प्राङ्गणमा हंगामा मच्चाए। आफूहरूलाई लच्छार पछार गर्दै भित्रबाट बाहिर ल्याएको भन्दै विद्यार्थीहरूले हामी सामु गुनासो पोख्दै गर्दा समेत कलेजका गार्डहरू झम्ट्यौला झैं गर्दै थिए। विद्यार्थी भन्दै थिए, हामी कार्ड देखाएर गएको, तपाईहरूले यस्तै व्यवहार गर्नुहुन्छ भनेर नै हामी भिडियो खिच्दै भित्र गएका थियौं। कलेजले आफ्ना करतुतहरू ढाकछोप गर्नकै लागि भित्र बस्न समेत नदिएको विद्यार्थी र अभिभावकहरूको गुनासो छ। हामी चाहिँ पीडित चाहिँ ब्रिटिश कलेजको पीडित भयौँ। दुबई चाहिँ हामी जानेवालामा थियौँ, सम्भावनार्थक भविष्यमा हामी पीडित हुनेवालामा थियौँ र हामीले अज्ञात भविष्यमा अज्ञात भूतमा गएर हामीले एकदमै नथाहा पाए न त कलेजको यस्तो कुराहरू। अनि अहिले वर्तमानमा हुँदैछ नि त, अनि अहिले थाहा पाएपछि तपाईहरु कम्तीमा जोगिए जस्तो पछि अनि हामीले सबै कुरा थाहा पाए क्या। हजुर, हामी चाहिँ खासमा एउटै ब्याचमा पढेको हो, सिनियरहरुसँगै हामीले सेकेन्ड सेमिस्टर एडमिसन गर्ने बित्तिकै सेकेन्ड सेमिस्टर पढाइदिनु भयो, मर्ज गरे थोरै स्टुडेन्ट। सिनियरहरु चाहिँ हाम्रो साथी भएको कारणले हामीलाई सबै इन्फर्मेसन थाहा थियो कि उहाँहरुबाट, अनि हामीले यहाँनेरि फ्युचर कन्सर्न भन्दै मिटिङ स्टार्ट गरेर हामीले सबै कलेजको बारेमा थाहा पाएको हो। अहिले तपाईहरुलाई भित्र छिर्न पनि दिएन हैन? हजुर, दिएन। एकपटक यी गार्डहरूलाई हेर्नुहोस्, यति बाक्लो संख्यामा शैक्षिक संस्थामा राखिएका यी बाउन्सर जस्ता सुरक्षा गार्डहरूको काम भनेको विद्यार्थीलाई कलेजबाट लखेट्ने हो रे। गार्डहरू नै भन्दै थिए, हामीलाई माथिको आदेश त्यही छ, विद्यार्थी अभिभावक जो आउँछन् उनीहरूलाई भित्र छिर्न नदिनु। तपाईहरुले भित्र जान नदिनु पर्ने केही थियो उहाँहरुको? केही एकछिन पहिला उहाँहरुको कुरा सुनौं न। केही थियो हामीलाई केही छैन, यहाँको कलेजले राख्नु भएको। कलेजले राख्नु भएको, तर उहाँहरू भित्र जाँदाखेरि लछार पछार गर्नुको मलाई थाहा भएन, विद्यार्थी माथि दमन गर्न राखिएका यी बाउन्सर जस्ता गार्डले मात्र होइन, कलेज प्रशासनले समेत यहाँ आएर आफ्ना कुरा राख्ने विद्यार्थीहरूलाई निलम्बनदेखि बर्खास्तसम्म गर्ने गरेको पाइएको छ, जसको शिकार यी प्रियङ्का नेपाल पनि भएकी छिन्। हामीले यो विषयमा ब्रिटिश कलेजका सञ्चालक राजेन कडेलसँग जवाफ माग्दा सुरुमा उनले भेट्न मानेनन्, पछि बोल्न तयार भएका उनले भने यी विद्यार्थी नै खराब छन्, यी बार्गेनिङ गर्न आएका हुन्, यस्तालाई नलखेटे कस्तालाई लखेट्नु। अब दुईजना विद्यार्थी अब उनीहरूले बुद्धि पुऱ्याएनन् कि अब एक प्रकारको जुन राम्रो तरिका हुँदा प्रक्रिया हुँदाहुँदै पनि यसरी मिडिया सोसियल मिडियाबाजी गर्यो भने सायद उनीहरूको सोसियल मिडियामा त्यो बढी भ्युअरसिप हुने भएर त्यहाँबाट फाइदा हुने हो कि, अथवा यसो गर्यो भने कलेजसँग अस्वाभाविक रूपमा चाहिँ कलेजबाट धेरै माग गर्न पाइन्छ कि भन्ने रूपबाट प्रेरित भएको र त्यो खालको प्रायोजित भएको देखिन्छ। तपाईहरुले विद्यार्थी बार्गेनिङ गर्न दुबई छोडेर आए भन्ने खालको आशय व्यक्त गर्नुभयो के तपाईले? बिचरा एउटा बच्चा जो पढ्नका लागि दुबई गएको हो, उसले आफ्नो भविष्यमाथि नै त्यस्तो खालको प्रहार हुने गरी तपाईहरुसँग विद्रोह गर्दै बार्गेनिङ गर्न आइपुग्न सक्ला भने? अब मैले सबै विद्यार्थी त्यस्ता छन् भन्दिनँ, विद्यार्थीहरू पनि अलि काँचै छन् होइन, तपाईँको सजिलै इन्फ्लुएन्स हुन्छन्, तर पनि उनीहरू हाम्रा केटाकेटी हाम्रो बच्चा जस्तै हुनु, उनीहरूलाई हामी सम्झाउने बुझाउने त हामी जहिले पनि गर्छौँ, अहिले पनि प्रयत्न जारी छ। तर यो केसमा चाहिँ उनीहरू चाहिँ एक प्रकारको गलत इन्फ्लुएन्समा चाहिँ होइन, केही एक दुईजना व्यक्तिको खराब इन्टेन्सनले गर्दा अरू पनि केही विद्यार्थी यसबाट इन्फ्लुएन्स भएको देखिन्छ। कलेजको बदमाशीमाथि प्रश्न उठाउँदा बार्गेनिङ गर्न आएको आरोप लगाउने ब्रिटिश कलेजका सञ्चालक अझै भन्दै थिए, यो सबै केही विद्यार्थीहरूले योजनाबद्ध रूपमा कलेजलाई बदनाम गर्न रचेको षड्यन्त्र मात्रै हो।
यो विषयमा मन्त्रालयसँग कुरा मिलिसकेको भन्दै उनी उल्टै विद्यार्थी विरुद्ध कानुनी कारबाहीमा जाने चेतावनी दिइरहेका थिए। उनी भन्दै थिए अब सम्झाउने होइन, अदालत जाने हो, यिनीहरू विरुद्ध मुद्दा ठोक्ने हो। अझ पनि आज पनि मैले प्रयत्न गरेँ, भोलि पनि प्रयत्न गर्दैछु उनीहरूलाई सकेसम्म हाम्रो विद्यार्थीलाई अदालतमा जाने मुद्दा हाल्नेतिर हामी गर्न चाहँदैन। त्यो पब्लिकली त्यो राम्रो देखिँदैन होइन। अब अरू उपाय नै भएन भने त त्यही नै जानु पर्यो। अरू कुनै उपायले भएन, चल्दै चलेन, जति भएन त्यो आखिरमा कानुन त सबैले मान्नु पर्यो, देशको कानुन होइन। त्यो कुरा हामी तयार छौँ। तर म के भन्न चाहन्छु भन्दा जुन विद्यार्थीहरू छन् त्यसमा मैले हाम्रा 1-2 खासै भन्दा 2 विद्यार्थीको गलत तरिकाले उनीहरू चाहिँ अगाडि बढ्दाखेरि चाहिँ सायद उनीहरूको त्यो बुद्धि पुगेन कि अथवा उनीहरूलाई चाहिँ कसैले उक्सायो कि बाहिरका मान्छेहरूले ती 2 विद्यार्थीको गलत उसले गर्दाखेरि चाहिँ यस्तो हो हल्ला भयो। कलेजमै खुलेआम विद्यार्थी कुट्नेदेखि मुद्दा ठोक्ने सम्मको धम्की दिने द ब्रिटिश कलेज त्यही शैक्षिक संस्था हो जसले नेपालबाट विद्यार्थीसँग चर्को शुल्क असुलेर पछि बेलायत जान पाउने लोभ देखाउँदै दुबईमा पठाएर निकृष्ट काम लगाउँदै आएको छ। होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीसँग कलेजले वार्षिक लिने 2 लाख बाहेक दुबई इन्टर्नशिपका लागि प्रति विद्यार्थी 7,50,000 रुपियाँ असुलेको थियो। दुबईमा 2 वर्ष पढ्न भनेर लगिएका विद्यार्थीहरूलाई कामदार कार्ड बनाउन लगाउने, सुविधा सम्पन्न होस्टेल भनेर कामदार राख्ने क्याम्पमा राख्ने, ट्रेनीको काम भन्दै भुइँ पुस्ने लगायतका काम लगाउने र युनिभर्सिटी भनेर इन्स्टिच्युट लगेको खुलेपछि 10 विद्यार्थी नेपाल फर्किएका थिए। उनीहरूलाई अहिले 9,50,000 रुपियाँ दिएर मुख बन्द गर्न लगाइएको छ। तर पढाउने बहानामा दुबई लगेर निकृष्ट काम गर्न बाध्य पार्ने, शैक्षिक संस्थाको आवरणमा मानव तस्करी गर्ने ब्रिटिश कलेजमाथि अहिलेसम्म शिक्षा मन्त्रालय र शिक्षा मन्त्री महावीर पुनले कारबाही गर्ने हिम्मत गरेका छैनन्।